मलाई खुसी बनाउने पनि तिमी र दुखी बनाउने पनि तिमी र मेरो हरेक सुख दुःखमा साथ दिने साथी पनि तिमी र माया पनि तिमी मेरो एक पनि तिमी हजार पनि तिमी त्यसैले त मेरो लागि सबैभरि खास छौ तिमी झापामा सालीले पाप लाग्छ भन्दा भन्दै भिनाजुले पाप न श्राप सोझो गरी खाप भनेपछि पाप न श्राप सोझो गरी खाप भनेपछि हाम्रो देशको सबभन्दा सुन्दर सम्पत्ति भने चाहिँ प्रकृति। त्यो डाँडा काँडामा हिमालमा जुन विदेशीहरू लाखौँ पैसा खर्च गरेर हाम्रो देशमा केही दिनको त्यो मात्र सुख भोग्नलाई पनि लालायित भएर आइरहेको छ, जबकि त्यो त सबै मेरो हाम्रो जतिखेर पनि उपभोग गर्न पाइन्छ, त्यसको आनन्द उठाउन पाइन्छ। ए तिमलाई भुल्न सकेको भए दिन्थे आफ्नो दागबत्ती आफैले भुमरीमा परे भने म रुने भन्दा रमाउने धेरै छन् यतिकैमा मरे भने म रुने भन्दा रमाउने धेरै छन् यतिकैमा मरे भने म। This is not Switzerland, this is Nepal. इलाके तो कुत्तों के होते हैं, हम नेपाली जहाँ जाके खड़े हो जाएं, वो इलाका हमारा हो जाता है। That's a guarantee. Talk to me, numbers never lie. Add it up, that's me. हेलो गाइज, अब जहिले कति हेलिकप्टर रिजर्भ गर्नु हैन, आज प्लेनै रिजर्भ गरिदिएको के, प्लेनै रिजर्भ गरिदिएको। अब हामी अब सर लाएर ल त भेट्न आउनु है काठमाडौँ लाग्यो मान्छेहरू विदेश आएर गोरो हुन्छन्, आफू त झन् कालो कालो हुँदै जाँदैछु त। तिमी चिया जसरी माया त गर, बिस्किट जसरी म डुबिनछु भने अनि मलाई भन। बस 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 मलाई चाहिँ बिस्कुट जसरी चाहिँ होइन, त्यो पाउरोटी चाहिँ डुबाएर दिनु पर्यो, अनि चाहिँ म खाना रेडी। बिस्कुट सिस्कुट मन पर्दैन मलाई, पाउरोटी मन पर्न थाल्यो चाहिँ हिजो आज। दिनकै मासु पकाएर खाने, कहिले कुखुराको मासु पकाउने, कहिले खसीको मासु पकाउने, मान्छेलाई एक छाक भात कसरी खाम भन्ने भएको छ। यो लकडाउनमा दिनकै मासु पकाएर खाने कति पुगेको, कमसेकम ढोका बन्द गरेर त खानुपर्छ। गाउँै बास सोझो अनि सिधा देखेर यसलाई त म पठाइहाल्छु नि भन्ने सोचेर मेसेन्जरमा हाई लेख्या होला। मलाई पठाउनु त उयो अझै 2-4 वर्ष पर्खिनु पर्छ।
टूटे ये दिल के तले तेरी ही यादें पले हे टूटे ये यहाँ चाहिँ ल यो समुद्रमा आएको बेला चाहिँ है यो सबै समुद्र नि आउने म पनि देखिने गरी एउटा फोटो खिचिदिउँ त्यसलाई चाहिँ तँ झुसेको यो क्यामेराले फोटो पनि आउँछ आउँछ छिटो खिच्नु कहाँनिर क्यामेरा क्यामेरा रोधीको मादल आकाशको बादल बादलमै जुन पर्छ नजर र भाग्य फरक हो नानी कुन पर्छ कुन पर्छ हुम्लाको लिमी कति राम्री तिमी पार्यो नि माया जल कसैलाई नसोधी तिमी मन पराए गहिरो यो मायामा म झन्झन हराए नदेखोस् कसैले लुकाएको ठाउँ भन न तिमीलाई म कहाँ लुकाऊ म कहाँ लुकाऊ कसैले नदेख्ने तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन हावा पनि रोकिन्छ सुन्छ मेरो कदम जाउँ हिँड त्यो फुलेको फुलहरूलाई चुडाएर शिरमा सजाउनु भन्दा बोटमै सजिएको राम्रो देखिन्छ फुलहरू हुम्लाको लिमी कति राम्री तिमी पार्यो नि माया जल दिउनमा सिमी कस्तो छ कुन्नी पार्यो नि माया जल हेलो साथी हो हजुरहरूको भिडियोमा लाइक आएन भ्युज आएन मैले एउटा आइडिया थाहा पाएँ त्यो 3 डट छ नि त्यहाँ जानुहोस् होइन अनि त्यो त्यहाँ सेटिङ आउँछ क्या अनि त्यो सेटिङमा भाइरल भन्ने एउटा छ त्यो अफ भएको हुँदो रहेछ क्या त्यसलाई अन गर्नु त्यसलाई अन गरेपछि तपाईँहरूको टोटल भिडियो भाइरल यति मजा आउँदो रहेछ त्यति गर्न पनि नजानेर मैले सिकाइदिएँ त्यसै गर्नु है त मैं वो खुशबू नहीं जो हवा में खो जाऊं हवा भी म भर्जिन्छ भन्दा यति नि विश्वास लाग्दैन अलिकति पनि लाग्दैन मरे पनि लाग्दैन मलाई पहाडमा खोज्नु है जहाँ हावाले मेरो नाम गुनगुनाउँछ जहाँ माटोले मेरा पाइलाका निशानहरू अङ्गाल्छ त्यही कतै तिमीले भेट्छौ मेरो सपनाहरूको एक टुक्रा रित्तो आकाशमा हराएको जुन जस्तै मलाई जङ्गलमा खोज्नु है
जहाँ रुखहरूले मेरा रहरहरू खपेका छन् हिउँले थाकेका पातहरू जस्तै। त्यहाँ चट्टानको कुनै गर्विलो भागमा म उभिएर संसारको आवाज सुनिरहन्छु, तिमीलाई खोज्दै, जसरी नदीले आफ्नो बाटो खोज्छ। माया बढ्दैछ मन्द मन्द हाँस्ने रहछु मधुर सम्बन्ध झ्यालैमा नयाँ भरमा बस्यो चुरेली पिपलमा मैना त्यो दिलमा मलाई ठाउँ छ कि छैन। गल्ती बिना पनि कहिलेकाहीँ हार हुँदो रहेछ। धेरै सोझो बन्नुपर्ने आफैलाई भार हुँदो रहेछ। जति नै इमान्दार बन्न खोजे पनि यो दुनियाँमा अनेकौं आरोप स्वीकार्नु पर्दा मान्छे लाचार हुँदो रहेछ। आमा यो बाटो यार, तर यो बाटोमा हिँड्दा एउटा फाइदा छ नि केटा। के हो, यस्तो बाटो हिँड्दा पछाडिबाट आएर गाडीले हान्ला भन्ने डर हुन्न क्या। No, 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 no. खाता चाहिँ भिजेन छ धन्न ठिक भएछ ल। हार्छु बरु करोडको बाजी तिमीलाई छोड्न हुँदिन महाराजी। हार्छु बरु करोडको बाजी तिमीलाई छोड्न हुँदिन महाराजी। जसले रुमाल रुमाल चट्टाकै परेको तिउला चिनो फुलबुटा भरेको तिउला चिनो फुलबुटा भरे। रोटी खाना पनि रुम मिलाउनु पर्छ र? पर्दैन पर्छ र? रोटी खाना पर्दैन, रुम मिलाउनु पर्छ र? पर्छ नि, किन नपर्नु। कुरा गर्दा गर्दा थाकिसकेपछि बाहिर खुल्ला खुल्ला त भएन। त्यही भएर त्यही रोटी खानालाई हो रुम मिलाउने। त्यति पनि थाहा रहन्छ तिमीलाई, त्यही रोटी खानालाई हो रुम मिलाउने। पर्छ, किन नपर्नु, मजाले पर्छ। त्यो पछाडि पछाडि पर्दैन भन्ने को हो, मजाले पर्छ। त्यसैको लागि हो रुम मिलाउने चाहिँ। लेकिन लंदन को चीज़ले समौला अच्छा, लेकिन लंदन को चीज़ले समौला। अनि माया छौमी बसनु, अनि माया छौमी बसनु।